लु आज चाहिँ गाउँको हरियो मकै हरियो सेतो होला मकै पोलेर खाने हो। यो मकैलाई यसको बाहिरको पोक्टा छोडाएर यहाँ पोल्नको लागि तयारी छ। यो पोक्टावाला हो। योलाई नखोल्साएर त्यति राखेको, यतातिर खोल्साएर राखेको छ। यो अब पोल्नको लागि फिन्टिस चुलामा यो मासु पोल्ने झिरमा चुलाको माथि राखेर त्यसमाथि राखेर अनि हिट बढाएर ठिक्क हिटमा यसलाई पोल्नको लागि अब यसको मकै पोल्ने गीत बनायो, मकै राख्यो। यसलाई एकचोटिमा 4वटा जति अट्छ यसमा अब 4वटा जति मकै पोलेर अब पड्किँदैछ, पड्किरहेको छ मकै। मजाले दाउरामा जस्तै गरेर रसले पाकिरहेको छ। यसरी मकै पोलेर मकैहरू पाकिसक्न लागेको छ। यति भइसक्यो मकै पाकेर पनि। अब अझै 2-3वटा छ। 3वटा पाकिसकेपछि सबै पाकिसक्यो। अब यसलाई खाने